Hello guys, welcome to my channel. I don't know what to. Hello guys, welcome to my channel. Oh, your channel is नयाँ हो हैन. I don't know about this कसरी गर्ने के गर्ने I don't know हैन. के थाहा छैन. आज म मेकअप ट्राई गर्दैछु आफ्नो फेसमा हैन. Let's start with the makeup. यो चाहिँ आरोमाको टोनर हो. यो चाहिँ ड्राई स्किन छ अनि सो यो लगाउँछु म. चाहिँ रोज भिटामिन छ है. ड्राई हुन दिउँ. A few moments later. एकछिन चिकन सुन्नु मलाई. A few moments later. यो चाहिँ मोइस्चराइजर ओसियाको. मेरो चाहिँ ड्राई स्किन छ त्यही भएर म चाहिँ यो मोइस्चराइजरको कोको हनीको हाइड्रेट स्किन वाला लगाउँछु है. This one. Sorry, सकिन लागिसकेछ. Oh my god. I'm wearing this primer. यो चाहिँ एलेगरको प्रो प्रेप हाई एचडी हाई डेफिनेसन स्मुदिङ फेस प्राइमर हो. यसले चाहिँ तपाईको यो स्किनहरुमा पोर्सहरु छ भने अनि पिगमेन्टेसन छ भने चाहिँ अब फाउन्डेसन अलि स्टे गर्नलाई हेल्प गर्छ. यो अलि अफोर्डेबल प्राइसमा पनि छ हैन. यसलाई युज गर्न हुन्छ है. म त धेरै जस्तो मेरो नोजको एरियातिर यो नोजको यो साइडतिर धेरै लगाउँछु. त्यसपछि बाँकी बसेको चाहिँ अल ओभर फेसमा लगाउँछु. फिटमीको फाउन्डेसन हो. स्लिम लगाउँदैछु. हुन त यो नर्मल टु ओइली लेखेको छ है. यो चाहिँ मैले मेरो फेस ओइली हुँदाखेरि लिएको थिएँ. आज म त्यही नै युज गर्दैछु. त्यस्तो धेरै ड्राई फिल चाहिँ भएको छैन मेरो स्किन. यो फ्ल्याट ब्रसले म यसलाई मजाले हातमा ब्लेन्ड गरेर अनि त्यसपछि म लगाउँदैछु आफ्नो फेसमा. तपाईँ एज अ बिगिनर हुनुहुन्छ भने चाहिँ तपाईले फाउन्डेसन चाहिँ सुरुमा थोरै थोरै गालामा यसरी अलिकति अलि यसरी लगाएर अनि त्यसपछि तुरुन्तै ब्लेन्डरले ब्लेन्ड गर्नुभयो भने तपाईलाई सजिलो हुन्छ. किनकि अलि पछि ब्लेन्ड गर्दाखेरि अलिकति टाइम लिएर ब्लेन्ड गर्नुपर्ने हुन्छ. अझ बिगिनर हुनुहुन्छ भने चाहिँ एकैचोटि ब्लेन्ड सबैतिर लगाएर ब्लेन्ड नगरिकन अलिअलि लगाएर ब्लेन्ड गर्दाखेरि चाहिँ राम्रो हुन्छ. all over face लगाइसके म ब्लेन्ड गर्छु. नोज एरियातिर चाहिँ ब्रसले नै फाउन्डेसन लगाउँदाखेरि राम्रो हुन्छ. किनकि यस्तै हाम्रो नोजको यहाँ कुनरतिर लगाउन सजिलो हुन्छ. फाउन्डेसन अप्लाई गर्दाखेरि चाहिँ तपाईको कानमा पनि लगाउन चाहिँ नछुटाउनु होला है. कानमा अनि त्यसपछि तपाईको घाँटीमा तपाईको एज अ जस्तै स्किन केयर गर्दाखेरि तपाईको घाँटीमा पनि लगाउनुहुन्छ नि. तपाईको फेसमा लगाएको त्यस्तै हो. फाउन्डेसन पनि कानमा घाँटीमा चाहिँ लगाउने गर्छ है. तपाईको फेस चाहिँ म्याच गरोस् सबैतिर भनेर.
कहिले कसैको चाहिँ अनइभन टोन हुन्छ अनि उहाँहरूको चाहिँ अलिकति म्याच गर्दैन मेरो पनि फरहेडमा चाहिँ अलि अनइभन टोन छ मेरो केटातिर चाहिँ मैले खासै धेरै पकाएन सजिया हुन्छ 10 hours later. मैले त आज अलिक क्रिएटिभ लुक गर्न लगाएको हो यो चाहिँ टिकटकमा एकदम फेमस भइरहेको छ त्यसको लुक हो मैले एउटा लुक चाहिँ गरिसकेको छु भिडियो नै बनाइसकेको छु यो चाहिँ सेकेन्ड लुक हो खासमा प्लान चाहिँ मेरो भाइसँग बनाउने थियो तर बट आउट अफ भ्याली आफ्नै ट्विन बनाएर बनाउँदैछु मेरो फाउन्डेसन पनि म कोट ब्लेन्ड भइसकेको छ यसलाई अब एकछिन सेट हुन दिन्छु म त्यसपछि म अप्लाई गर्छु चाहिँ यो ल्याक्मेको एब्सोल्युट लुज फिनिसिङ पाउडर लगाउँदैछु SPF 15 भएको 10 इन्भोरीवाला पाउडर हो त्यसलाई चाहिँ म यसमा हालेर राखेको छु है थोरै थोरै गरेर लगाउँछु मेरो स्किन हल्का ड्राई छ त्यही भएर थोरै गरेर लगाउँछु तर मैले पाउडरमा दिएँ यसरी होइन यसलाई म यसरी हातमा ब्लेन्ड गर्छु पाउडर चाहिँ कहिले पनि डाइरेक्ट फेसमा नलगाउनु होला अलिक प्याची हुन्छ म धेरै चाहिँ लगाएको छैन अलिकति मात्रै लगाएको पाउडर त्यो सेट भएर बसिरहेको छैन यसमा तुरुन्तै गर्नु थोरै मात्रै लगाएको छु धेरै लगाएको छैन एकदमै थोरै यो चाहिँ अलिक म्याट फिनिस हो अनि यसले हल्का स्किन ड्राई के बनाइहाल्छ लगाउँछु म कन्सिलर म यो कन्सिलर लगाउँदैछु त्यसको चाहिँ नाम मेटिसकेर चाहिँ आई डोन्ट नो कुन कम्पनीको हो अलरेडी मोइस्चराइजर आँखामा लगाइसकेको थिएँ सो अब कन्सिलर लगाइदिन्छु भिडियो बनाउँदै मेकअप गर्ने ह्याबिट छैन त्यो लिटल अकवर्ड त्योमा त फेरि लिटरली एकदम इन्ट्रोभर्ट हो कम्प्लिटली होइन अनि त्यो बोल्दै त्यो यसरी त्यो बोलिराख्ने ह्याबिट आई डोन्ट ह्याभ द्याट काइन्ड अफ ह्याबिट अलिक अकवर्डै लाग्छ मलाई बोल्न सरी अबाउट द्याट यसको हाई फिनिसिङ कभर यस्तो होइन जस्तो ठिक्क लाइट छ धेरै केकी चाहिँ बनाउँदैन त्यसै
अघि पाउडर लाउँदाखेरि आई फरगट कि मैले कन्सिलर लगाएको छैन मेरो फेसमा। Flashback. अहिले म्याट फिनिस हो अनि यसले अलि हल्का स्किन ड्राई के बनाइहाल्छ होइन। Oh my god! आँखामा आँखाको तल अन्डर आई भिडियो बनाउनु थाल्यो भने नि आई फरगट एभ्रिथिङ। म धेरै चाहिँ लगाएको छैन अलिकति मात्रै लगाएको पर्यो त्यो धेरै Wait a minute. Who are you? रुको जरा सबर करो सरी च्याट तर मेरो भिडियो बनाउँदै बन्द भएछ सो आई कुडन्ट यो पुरै बोलिरहेको थिएँ पुरा बोल्दै बनाएको damage! इट्स नट रेकर्डेड वाउ I don't know. I'm so pissed off. Oh shit. So if I have a chance to next time you फेरि बनाउँला I will come पनि मलाई अझै मैले पुरै होल भिडियो रेकर्ड गरिसक्यो होला मैले रेकर्ड त गरेन आई मिन ठिक त आइरहेको नि भनेर जस्तै गर्नको लागि पोज गर्न लाग्थेँ अनि त्यहाँबाट थाहा भयो कि इट्स नट रेकर्डेड वाउ Okay, let's continue. No, मैंने हल्का कर मॉडल है complications भएर गर्दा रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ अगेन मैले गरेको मेकअपको केही भिडियो नै रेकर्डै भएन मेरो मोबाइलको स्टोरेज फुल भएको भएर कति ट्राई पनि गर्यो सबै त्यो डिलिट गरेर गर्नको लागि त्यही पनि भएन त्यसपछि यो भिडियो चाहिँ मैले अब स्टोरेज धेरै कुराहरू डिलिट गरेर अनि त्यसपछि अनि त्यहाँबाट भिडियोको क्वालिटीको पनि घटाएर त्यसबाट रेकर्ड गरेको हो मेरो फर्स्ट युट्युब भिडियो अनि फर्स्ट युट्युब भिडियोमा यस्तो भयो वाउ अब मैले भिडियोमा के बोले पनि मलाई थाहा छैन है यादै छैन के भने भनेर मैले त्यो भिडियो रेकर्ड गर्नको लागि त्यो डिलिट गर्नु जस्तो मेरो माइक अफ भएछ भने मलाई यादै भएन जस्तो म रेकर्ड गरिराखेँ बोलिराखेँ बट म बोलेको चाहिँ के रेकर्डै भएन छ सो अहिले ब्याकग्राउन्डबाट रेकर्ड गर्दैछु मैले भोइस चाहिँ लिप लाइनर लिपस्टिक पनि हो लिप लाइनर पनि हो अब बोथै काम गर्न मिल्छ यसले चाहिँ म चाहिँ अब अलि पिङ्कियस अलि न्युड पिङ्कियस बनाउन ट्राई गर्दैछु यो लिपमा चाहिँ अब अहिले भन्नु एकदम न्युड भनेर न्युड भएको छैन भन्नुहुन्छ अब यसपछि आउँछ म्याजिक मैले यो ग्लस लगाउँछु A few moments later. सो मेरो लिप पनि कम्प्लिट भइसक्यो मेरो लुक नै कम्प्लिट भइसक्यो अब यसमा म कपाल खोल्छु अनि त्यसपछि मेरो आजको लुक चाहिँ रेडी भयो यति नै हो मेरो मेकअप चाहिँ अब ज्याकेट खोल्छु कपाल खोल्छु अनि त्यसपछि मेरो लुक कम्प्लिट भयो मेबी कपाल चाहिँ म सायद केही पनि गर्दिनँ होला म भिडियोमा पनि त्यही भन्दै थिएँ यो चाहिँ मेरो नेचुरल हेयर हो मेरो कपाल चाहिँ कर्ली छ एक्चुअलमा
सो यति लास्टसम्म हेरिदिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच। भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। सो अन्टिल देन बाई बाई, थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ। If I was the moon, would you still look for the stars? Only if you'll promise me to shine forever. But what if I can't shine forever? Does it matter? Our life